छोराले जिपिए 4 लिएर आयो, मेरो छोराले 3.95 लिएर आयो। घन्टा फरक परिरहेको छैन हौ, तिमीहरूको छोराले 4 जिपी लिएर 3.9 जिपी लिएर पछि गएर महाकसम 1200 गएर विदेश जाने भाडै माझ्नुपर्छ होइन। सुरुमा मेहनत जलेन गर्नुपर्छ। अहिले त्यो 4 जिपी आयो 3 जिपी आयो भनेर लाइक फक इट केही भइरहेको छैन। सो एसईमा कोही पनि लाइक एसई एसएलसी whatever राइट, यो एक्जाममा मेरो मार्क्स कम आयो, म 2 जिपी मेरो के गर्ने, मेरो लाइफ खतम हुन्छ भन्नेहरूको लागि यो भिडियो चाहिँ होइन। त्यसो सोच्नै पर्दैन। फर्स्ट थिङ फर्स्ट, मार्क्स मैले देखिरहेको छु 3.95 लिएको मेरो साथीहरू मभन्दा लाइक वाइल तल छ होला, मभन्दा के छ कहाँ छ, लाइक फक इट हो, स्कोर डज नट म्याटर। तिमीहरूलाई एउटा मुजी पेपरले तिमीहरूको लाइफ डिसिजन गर्ने भएन, के भइसक्थ्यो अहिलेसम्म कसम साँच्चै। सो एउटा सानो पेपरले तिमीहरूको केही लाइफ डिसाइड गरिरहेको छैन होइन। यो पालि नराम्रो भयो, यो पालि इट वाज नट योर डे। कसैले पढेको क्वेसन आयो, तिमीहरूले लेखी छैन, उनीहरूले लेख्यो, उनीहरूले दामी मार्क्स लिएर आयो होइन। तर तिमीहरूले पढेको क्वेसन आएन, यसको मतलब यो नै होइन कि तिमीहरूसँग त्यो शिक्षा नै छैन, एजुकेसन नै छैन भन्ने त होइन नि। बाटोमा राम्रोसँग हिँडिरहेछस्, ठिक सही बाटो हिँडिरहेछ, सही खाइरहेछस्, कुन चप्पल कुन खुट्टामा लाउने भन्ने तिमीहरूलाई थाहा, त्यो पनि एउटा एजुकेसन हो होइन। सो डोन्ट लुज होप, डोन्ट लुज होप। यो मेरो यस्तो भयो, म त एसीमा यति कम मार्क्स आयो, यस्तो आयो भनेर। सो एन्ड स्पेसली प्लिज प्यारेन्ट्स, प्लिज तिमीहरूको छोराछोरीले 4 जिपिए 4 को होइन 4 को इन्टु 8 लिएर आए पनि केही फरक परिरहेको छैन हेर होइन। त्यो यो मक्खिनु पर्ने कुनै होइन कि 10 जहाँ 10 क्लास पास गरेर भने पछि त्यस्तो हुनुपर्छ।